लगाइजहरू कोरियामा गर्मी बढेसँगै हामी चाहिँ रेगुलर पौडी खेल्न जान्छु भने चाहिँ म चाहिँ गाइजहरू हामी भन्नाले म चाहिँ रेगुलर पौडी खेल्न जानु पऱ्यो भने सोचिरहेको थिएँ तर ओभरै धेरै पानी पऱ्यो त्यही भएर आज चाहिँ गएन त्यही भएर आज चाहिँ हामी बल खेल्न जानु चाहिँ फुटसल खेल्न जानुपर्ने छ केटाहरू चाहिँ भाइहरू सबैजना गइसक्यो म चाहिँ अलिक ढिलो ढिलो पुग्ने भयो अलिक टाढा छ त्यो गाइजहरू अरू कुरा त्यस्तै हो कोरियाको हालखबर यस्तै छ मेरो जिन्दगी पनि स्मुथै चलिरहेको छु अब सक्दो म चाहिँ मेरो लाइफलाई चाहिँ नेपालमै बाँचे जसरी बाँच्नु ट्राई हान्दैछु कोरियामा जे जस्तो किनकि लङ टाइम नै भइसक्यो नि कोरियामा अब बसेको पनि होइन गाइजहरू अब सुरुमा जस्तो त्यस्तो दुःख त छैन त्यही पनि दुःख चाहिँ छैन तर दुःख पनि छ दुःख त छैन त्यस्तो तर दुःख पनि छ त्यही हो गाइजहरू भर्खरसम्म सुतिरहेको थिएँ तर अनुहार पनि यो पुरै सुतेर उठेको जस्तो देखिरहेको छ सो गाइजहरू मेरो बस चाहिँ आयो छ ल रनमती कहाँ अगाडि पुऱ्याउँथ्यो ल गाइजहरू म चाहिँ यहाँ झरिसकेँ है अब यहाँबाट फेरि म चाहिँ अर्को बस चढ्नुपर्ने हुन्छ गाउँै आइपुग्यो जस्तो कता बुक गरी पठायो केटाहरूले ल गाइजहरू फाइनली म चाहिँ आइपुगेँ मेरो जर्नी चाहिँ लगभग 1.5 घन्टाको जति भयो म चाहिँ कुन सिटी आइपुगिसकेँ गाइजहरू सोल त सोल हो तर सोलकै कुन चाहिँ कुनातिर छु थाहै पनि छैन लास्ट टाढा रहेछ सामसङ सामसङतिर पो रहेछ धेरै टाढा त होइन तर बसमा चाहिँ लास्ट टाढा थियो यार 1.5 घन्टा लाग्यो मलाई आइपुग्नु यार मौसम पनि आज गुम्म भएर कस्तो भएर बल खेल्नलाई चाहिँ लास्ट दामी छ यत्तिकै टाइम जान्छ अब यस्तो यहाँ कुदा 2 मिनट गइहाल्छ केटाहरू चाहिँ खेलेर थाकिसक्यो होला अब चाहिँ पुगेको नि छैन लगाइसकेर अब चाहिँ ग्राउन्डतिर पुगिसकेपछि कुरा गरौँलाई ग्राउन्डमा गएर एकछिन खेल्यो तर 2 घन्टाको मात्र हो 1 घन्टा सकिन आँट्छ अब 1 घन्टा खेल्दा 1 घन्टामा अब एकछिन खेल्नु पाइहालिन्छ त्यति भए इनफ भइहाल्छ उहाँ धेरै नै खेल्न सकिँदैन नि त स्टामिना पनि त्यस्तो खतरा छैन एकछिन गएर खेल्यो यो कुरा गरौँ गर्छ ए यहीँ रेड लाइट बरेर यहीँबाट बल्ल 2 मिनट कुरेर यता आइयो फेरि यहीँ यो रुल्स फलो गर्नु पनि गाह्रो छ नि हो हतार भएको होला विदेशमा अब यो फलो गर्नुपर्छ नेपालमा त टाप हानिसक्थ्यो होला म बिहोरा त घाँसै कतिलो हुँदैन नि त हामी नेपालीको यस्तो ढिलो भइसक्यो रुल्स फलो गर्नु सजिलो छैन है गाइजहरू चब्बर गएर छ यहीँबाट यहाँ यहीँ फेरि रेड लाइट लगाइसकेर फाइनली म चाहिँ ग्राउन्डमा आइसकेँ अब चाहिँ केटाहरू चाहिँ यहाँ खेल्दैछ रुफटपमा राम्रो दामी रहेछ यार केटाहरू पुरै हान्दैछ है केटाहरूले हान्दैछ के छ है निस्केको केटा हो ठिक छ त सक्यो भने के छ यार मेहनत त पसिना है गाई चाहिँ मेहनत त पसिना है के छ यार नवीन मेरो त यार गर्मीको पसिना हो कतिवटा टिम खेला हो क्यालोरी बन्द भइरहेको छ कि पुरै खेल्दा यतिकै ध्यान तताएको के राम्रो केटाहरू खेल्दैछ चाहिँ गेम सुरु हुन आँटिसक्यो केटाहरू गेम खेल्दैछ दुई शब्द बोलिदियो त क्यामेरामा भाइ 2 शब्द बोलिदियो आज चाहिँ अब हामीले कस्तो गोल हान्छौँ हेर्नुलाई जित्नुपर्छ भाइ यहाँ हाम्रो मेन खेलाडी यता हेर न कस्तो बल क्यारी गर्ने मान्छे हाम्रो आज जित्छौँ गेम मेकर हाम्रो गौरव भाइ यहाँ 2 शब्द देऊ न हामी आज जित्छौँ के भन्नु क्या भाइ यार ओभर हाम्रो अगाडि मात्र लजाउने हो केटीको अगाडि ताममा फुरुङ केटी अगाडि मात्र केटी भने भाइ राम्रो बनाउनु नि त यार तिमी राम्रै छौ त यो नि त राम्रो कति राम्रो बनाउनु यसो वार्निङ दिन्छ भाइले अघि राम्ररी बोलेन भनेको यस्तो चाहिँ अलिक नाच्ने भएन
राकेश के छ यार धेरै पछि धेरै पछि आयो। vlog मा। धन्यवाद। के हो तिम्रो ट्याटु के हो दामी हाल्छ केटाहरू पैसा हो यो पैसा केटा अबछिको लाग्यो है मुब्बर मजा आयो दामी खेल्यो अब लाग्यो भाइ आजको म्यान अफ द म्याच हाम्रो रिसिभ आयो नि डेन्जर गोल हान्ने भाइले यहाँ चाहिँ नयाँ रेस्टुरेन्ट खोलेर रहेछ नेपाली है क्लब रे नेपाली क्लब ल ल cheers ल ह्यापी विन ल ह्यापी विन नै गडाउ ल हजुर कपडे आइसक्यो गाइसहरू अब हामी चाहिँ घरतिर जाँदैछौँ है अब भाइहरूलाई मैले छोडिदिइहालेँ केटाहरू चाहिँ अझै खाँदैछ होइन अब उनीहरू चाहिँ रातभरि रमाइलो गर्छ अनि हामी 2-3जनामा चाहिँ निस्क्यौँ ल गाइजहरू आजलाई यति भन्दै सी यु इन द नेक्स्ट ब्लग टेक केयर स्टे सेफ है त गाइजहरू यस्तै छ यहाँको जिन्दगी चाहिँ अब अरू नयाँ नौलो त्यस्तै हो अब नयाँ सेमिस्टरमा आउने भाइ बहिनीहरूलाई चाहिँ ओभर कोरियामा चाहिँ प्रिपेयर भएर आउनु फिजिकली चाहिँ ओभर स्ट्रङ भएर आउनु त्यही हो अरू त केही भन्नु मेन्टली फिजिकली र मेन्टली स्ट्रङ भएर आउनु त्यति हो ल यति भन्दै सी यु इन द नेक्स्ट ब्लग टेक केयर स्टे सेफ बाई